सबैको नमस्कार, गुड मर्निङ, शुभ प्रभात। सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दै आज म तपाईँहरूलाई देखाउन गइरहेको छु हाम्रो प्रोजेक्टको अवस्था के कस्तो छ तपाईँहरूलाई म देखाउन गइरहेको छु। यति बेला चाहिँ बिहानको 7 बजेको छ। स्टाफहरू कोही आएको छैन। ल हेर्नुहोस्, अब यहाँ चाहिँ मेसिनरी वाल लाउने काम भइराखेको छ। यति भइसक्यो। अनि सरर मेसिनरी लाउने काम ढुङ्गाको काम भइरहेछ। ल यहाँ चाहिँ यति हाइट उठाइयो। यहाँ अझै 1 मिटर जति हाइट अझै उठ्छ होला सायद। यतिको काम भइसकेको छ। देख्न सक्नुहुन्छ साथीहरू। तपाईँहरूलाई म यो डन्डी निराको ढलान आज 15 दिन भइसकेको छ। कति ढलान भयो त्यो पनि देखाउने छु है। एकछिन वेट गर्नु होला। कति ढलान भएको छ हजुरहरूलाई म। चिसो मौसम छ, एकदम टुसारो परेको अवस्था छ। घाम खासै लागेको जस्तो देखिँदैन, लागेको छैन। यस्तो छ साथीहरू। हेर्न सक्नुहुन्छ यो ताराको अवस्था। यहाँ चाहिँ एउटा कङ्क्रिट वाल लागिसकेको छ। यहाँको अवस्था यस्तो छ। ल हेर्नुहोस् यहाँ भित्रको अवस्था। एउटा भाइले यहाँबाट पानी उमाउँदै क्युरिङ गरिरहेको अवस्था छ। अझै उता माथिबाट यहाँ देखाउँछु, अझै क्लियर देखिन्छ। ल साथीहरू हेर्न सक्नुहुन्छ यहाँको अवस्था। यो 15 दिन भयो, अझै यता सिँगै बाँकी छ भनौँ। आधी अझै बाँकी छ। होइन, आज चाहिँ सकिन्छ कि भन्ने हो। आज चाहिँ सकिन्छ भन्दै हुनुहुन्छ उहाँले। 15 दिन 16 दिनको दिन। पकेटमा नहाला त्यो भागमा नहाला। यतिका दिन भइसक्यो। ल उहाँहरू पानी हाल्नलाई हाल्दै हुन्छ साथीहरू। ढलान काम चाहिँ एकदमै तीव्र भनौँ। 15 दिन भयो, तीव्रै भनौँ न। अब सकिनु लागेको छ। आज है भोलि चाहिँ सकिन्छ भन्ने कुरा छ। ल साथीहरू यस्तै छ यहाँको अवस्था। उहाँहरू आइसक्नु भएको छ ड्युटीको लागि। यहाँ एउटा काम कम्प्लिट गर्दै ढलान गर्दै सरर यहाँ हेर ढलान हुने काम भइसकेको छ। ल हस्, धन्यवाद गाइजहरू। नमस्ते, शुभ बिहान।